अवसरमा वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित यस समारोहमा आफ्नो उपस्थिति जनाई यस समारोहको गरिमा बढाइदिनु भएकोमा र हामीलाई हौसला तथा उत्साह प्रदान गरिदिनु हुने प्रमुख अतिथि माननीय अर्थमन्त्रीज्यूलाई यस समारोहमा हार्दिक स्वागत गर्न चाहन्छु। यसैगरी समारोहमा हाम्रो आतिथ्यतालाई स्वीकार गरी उपस्थित जनाइदिनु हुने सबै महानुभावहरूप्रति म कोषको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। यहाँहरूलाई स्वागत गर्न उभिएकै बेलामा भए तापनि स्वागतका अतिरिक्त कार्यकारी प्रमुखका रूपमा मैले यहाँ केही कुरा राख्ने अनुमति चाहन्छु। विशेष गरी हाम्रो नागरिक लगानी कोषको सम्बन्धमा संक्षेपमा म केही कुरा यहाँहरू समक्ष राख्न गइरहेको छु। आजभन्दा 35 वर्ष अगाडि प्रजातन्त्रको पुनर्स्थापना भई बनेको सरकारले तत्कालीन अवस्थामा देश विकासको प्रक्रियामा नागरिक समुदायलाई पनि जोड्ने उद्देश्यका साथ बचत परिचालन र लगानीका अवसर सबैलाई उपलब्ध गराउनुपर्छ भन्ने उद्देश्य राखेर नै नागरिक लगानी कोष, यसैले यो संस्थाको नाम नागरिक भनेर जोडिएको छ। नागरिक लगानी कोषको स्थापना गरिएको उद्देश्य त्यो बेला त्यो थियो भन्ने हामीले तत्कालीन अर्थमन्त्रीज्यूका विभिन्न अन्तर्वार्ताहरूबाट सुनेका हौँ, पढेका हौँ। सुरुमा निजामती यो संस्था स्थापना गर्दा सुरुमा निजामती कर्मचारीहरूको तलबबाट सानो रकम कट्टी गरी कोषले आफ्नो कारोबार सुरु गरेको थियो। पछि यो कोषको ऐन बन्ने क्रममै पनि यो त्यो बेलामा चाहिँ मुलुकमा यो पुँजी बजारको अवस्था बामे सर्ने अवस्थामा रहेको थियो र नागरिक लगानी कोषलाई पुँजी बजारको विकासमा पनि योगदान गर्ने एउटा कार्यक्षेत्र तोकिएर यसको ऐन तर्जुमा भएको पाइन्छ। त्यो बेलामा 47, 48, 49 सालतिर नेपालमा चाहिने विभिन्न स्थापित बैंक तथा वित्तीय संस्थाहरू र अन्य केही संस्थाहरू पनि यो शेयर निष्कासन गरी पुँजीको जगेर्ना गर्ने, पुँजी सङ्कलन गर्ने दौरमा लाग्नुभएको थियो। पुँजी बजारको काम गर्ने कुनै पनि संस्थाहरू त्यो बेलामा स्थापना भएका थिएनन्। नागरिक लगानी कोषले सुरुमा यसरी शेयर निष्कासन गर्ने संस्थाहरूलाई मर्चेन्ट ब्याङ्कर्सको सुविधा उपलब्ध गराएर शेयर निष्कासनकर्ता, शेयर व्यवस्थापक, शेयर रजिस्ट्रारको रूपमा पनि आफ्नो काम गरेको थियो। त्यो कामलाई अहिलेसम्म हामी निरन्तर रूपमा अगाडि बढाइराखेका छौँ। यसका अतिरिक्त अघि मैले उल्लेख गरेँ, सुरुमा निजामती कर्मचारीहरूबाट चाहिने तलब कट्टा गरेर जम्मा गर्न थालिएको कोषमा अवकाश कोषसँग रिलेटेड विभिन्न किसिमका स्किमहरू यो 35 वर्षको समयक्रममा नागरिक लगानी कोषले चाहिने योजनाहरू क्रमशः ल्याउँदै गर्यो। आजका दिनमा यस्ता योजनाहरू 7 वटा पुगेका छन्। अब यी सबै योजनाको बारेमा मैले सबै उल्लेख गरिनँ। यी योजनाहरू चाहिँ क्यापिटल मार्केटसँग रिलेटेड एउटा नागरिक एकाङ्क योजना म्युचुअल फन्डको रूपमा पनि छ, अन्य अवकाश कोष योजनाका रूपमा रहेका छन्। यी समग्र योजनाहरूबाट कोषले झन्नै अहिले 300 अरबको चाहिने फन्ड सङ्कलन गरेको अवस्था छ। सुरुको दिनमा कोष सानो पुँजीबाट तत्कालीन अवस्थामा त त्यो रकमलाई पनि राम्रै मानिन्थ्यो होला, 1,40,00,000 सानो पुँजीबाट स्थापना भएको संस्थाले आज आफूलाई चाहिने पुँजीको आकारमा पनि पुँजीको क्षमतामा पनि विस्तार गर्दै झन्डै 7 अरब पुँजी पुर्याएको छ। एक्ज्याक्ट भन्यो भने 6 अरब 80 करोड भएको छ। हाम्रा सहभागीहरू झन्डै 7 लाख पुग्नु भएको छ। हामीले चाहिने साङ्गठनिक रूपमा पनि ठुलो फड्को मारेका छौँ। भाडाको 2टा कोठाबाट सुरु भएको यो संस्थाले आज एउटा आधुनिक भवनबाट आफ्नो कार्य सञ्चालन गरिरहेको छ। सबै प्रदेश सदरमुकामहरूमा हामीले शाखा सञ्जाल विस्तार गरेका छौँ। त्यहाँबाट पनि हामी सेवा प्रवाह गरिरहेका छौँ। अब हाम्रो सङ्कलित रकमलाई विभिन्न क्षेत्रमा हामीले लगानी गरेर चाहिने रहेका अवस्था हो। लगानीको कुरा गर्दाखेरि चाहिँ लगानीको कम्पोजिसन्सको कुरा गर्दा अहिले पनि हामीले हाम्रो ठुलो रकम चाहिँ कमर्सियल बैंकको मुद्दती निक्षेपमा रहेको अवस्था छ। झन्डै 50% हाम्रो त्यो रकम त्यहाँ मुद्दती निक्षेपमा बसेको अवस्था छ।
22% जति हाम्रो लगानी हाम्रा सहभागीहरूलाई कर्जाको रूपमा सापटीको रूपमा हामीले उपलब्ध गराएका छौँ। हामीले नेपाल सरकारको ट्रेजरी बिल र ऋणपत्रहरूमा लगानी उल्लेखनीय नै गरेका छौँ। 9-10% को हाराहारीमा हाम्रो यो लगानी रहेको छ। हाम्रो चाहिने यो इक्विटीमा विभिन्न सङ्घ संस्थाको सेयरहरूमा र विभिन्न सङ्घ संस्थाहरूले निष्कासन गर्ने डिबेन्चरमा पनि हामीले लगानी गरेका छौँ। यसको अंश 9-10% रहेको छ। मुद्दती निक्षेपमा रहेको हाम्रो लगानीलाई समग्र लगानीको 50% को रूपमा रहनु भनेको अब यसमा चाहिने अलिकति चाहिँ कन्सन्ट्रेसन बढी भयो भन्ने किसिमको कुराहरू आएको छ। वास्तविकता हो पनि अब विगत लामो समयदेखि चाहिने मुद्दती निक्षेपको निर्भरता हाम्रो बढी नै हो। अहिले हामीले केही त्यसलाई चाहिने घटाउने प्रयास त गरेका छौँ, तर यद्यपि 50% छ। यसलाई चाहिने विविधीकरण गरेर सरकारले प्राथमिकतामा राखेका पूर्वाधार निर्माणका क्षेत्रमा उत्पादनशील क्षेत्रमा लगानी विस्तार गरेर लानुपर्छ भन्ने कुरामा हामी सचेततापूर्वक कार्य गरिरहेको अवस्था छ, कार्य गरिरहेका छौँ। यस स्थितिमा यो 1-2 वर्षमा हामीले विभिन्न जलविद्युत परियोजनाहरूसँग छलफल बढाएका छौँ। एउटा जलविद्युत परियोजनामा वित्तीय समापन फाइनान्शियल क्लोजर हामीले गरेको अवस्था छ। तर नेपालको जलविद्युत परियोजनाहरूले आवश्यक चाहिने डेप्टलाई युटिलाइज गर्ने भनेको कुरा पनि अलिकति लामो समय लाग्ने रहेछ। पहिला इक्विटीको पोर्सनलाई युटिलाइज गरेपछि मात्रै डेप्टको युटिलाइजेसन गर्ने हो। अब हाम्रा प्रक्रियाहरू प्रोजेक्ट सुरु गर्ने कुराहरूमा अलिकति ढिलाइले गर्दा अहिले पनि त्यो ऋण चाहिँ हामीले प्रवाह गर्न नसकिरहेको अवस्था छ। अहिले पछिल्लो समयमा खास गरी उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्ने एउटा माध्यमको रूपमा हामीले प्राइभेट इक्विटी भेन्चर क्यापिटललाई पनि लिएका छौँ। नयाँ इन्स्ट्रुमेन्ट्स हो। प्राइभेट इक्विटी भेन्चर क्यापिटल थ्रु चाहिँ हाम्रो चाहिने फन्डलाई चाहिँ विस्तार गर्नुपर्छ भन्ने दिशामा हामीले केही काम गरेका छौँ। हाम्रा चाहिने नीतिहरूमा परिमार्जन गरेका छौँ। तर अलिकति नागरिक लगानी कोष ऐनमा यो विषयमा स्पष्ट उल्लेख नभएको कारणले ऐन संशोधनको लागि पनि हामीले चाहिँ प्रक्रिया अगाडि बढाएका छौँ। अब यो बीचको चाहिने राष्ट्रिय परिस्थितिले गर्दा मुलुकमा संसद नभएको अवस्थाले गर्दा केही समय लाग्न गएको छ। तर मन्त्रीज्यूले मन्त्रालयमा स्पष्ट निर्देशन गरिदिइसक्नु भएको छ। यसलाई प्रक्रिया चाँडो पुर्याएर टुङ्ग्याउने अवस्थामा राख्नुपर्छ भनेर। अब सायद नयाँ बन्ने संसदले यसलाई पनि थ्रु गरिदियो भने हाम्रो लगानी विस्तारको हाम्रो चाहिने योजनालाई अलिकति सरलीकरण सहजीकरण हुन्छ र हामी त्यो दिशामा जान सक्छौँ जस्तो मलाई लाग्छ। आन्तरिक रूपमा नागरिक लगानी कोषले आफूलाई विकास गर्दै लगेको छ। यान्त्रिकीकरणलाई अटोमेसनलाई हामीले उच्च प्राथमिकतामा राखेका छौँ। हाम्रा दैनिक काम कारबाहीलाई चाहिँ यान्त्रिकीकरण गरिसकेको अवस्था छ। हाम्रा सेवाग्राहीलाई प्रभाव गर्ने सेवाहरू पनि डिजिटल माध्यमबाट उपलब्ध गराउनलाई हामीले विभिन्न किसिमको व्यवस्था गरेका छौँ। तर हाम्रो यान्त्रिकीकरणको लेभललाई अझै हामीले सुदृढ गर्नुपर्ने, यसलाई अझै चाहिने अपग्रेडेसन गर्नुपर्ने आवश्यकता महसुस गरेर त्यो दिशामा हामी निरन्तर लागिरहेको अवस्था छ। अब कोषको हिसाब किताब महत्त्वपूर्ण कुरा, ट्रान्सप्यारेन्ट हुनुपर्छ, पारदर्शी हुनुपर्छ, अद्यावधिक हुनुपर्छ भन्ने कुरामा हामी सचेत छौँ। कोषको हिसाब किताबलाई चाहिँ अद्यावधिक गर्ने क्रममा हामीले महत्त्वपूर्ण कार्यहरू सम्पादन गरेका छौँ। विगत 2 वर्षदेखि हाम्रो चाहिने वार्षिक साधारण सभा ऐनले निर्दिष्ट गरेको समयभित्रै सम्पन्न गर्न हामी सफल भएका छौँ। हिसाब अद्यावधिक गर्दै लेखा परीक्षण समयमै सम्पादन गर्दै नागरिक लगानी कोषले यो लामो इतिहासमा आफ्ना सेयरधनीहरूलाई आफ्ना सहभागीहरूलाई राम्रो प्रतिफल दिएको छ, निरन्तर रूपमा दिएको छ। एक किसिमले दिगो प्रतिफल दिने संस्थाको रूपमा नेपालको पुँजी बजारमा, नेपालको स्टक मार्केटमा नागरिक लगानी कोष उल्लेख हुन्छ। सबैको लगानीकर्ताको मनमा नागरिक लगानी कोष एउटा राम्रो संस्था को रूपमै चाहिने देखिएको छ। इन टर्म्स अफ रिटर्न यो चाहिने प्रतिफल दिने, बोनस दिने संस्थाको रूपमा पनि। आज नागरिक लगानी कोष नेपालको आर्थिक विकासमा आवश्यक पर्ने या चाहिने अगाडि सर्ने परियोजना, ठुला परियोजनाहरूमा राम्रो लगानी गर्न सक्ने, उल्लेख्य लगानी गर्न सक्ने सक्षम संस्थाको रूपमा वित्तीय स्रोतको उपलब्धताका अब कारणले मैले भन्दैछु
हामी एउटा राम्रो संस्थाको रूपमा चाहिने र सक्षम संस्थाको रूपमा अहिले विकास भएर गएको छ या हामी त्यो स्थितिमा छौँ। तर हाम्रो उपलब्ध वित्तीय स्रोतलाई लगानी गर्नलाई अब हामीले लगानी गर्दा सहभागीहरूको पैसा हो, यसमा अलिकति सुरक्षाको लाई ध्यान दिनुपर्छ। त्यसकारणले अलिकति यो वातावरण बन्ने कुरामा अब नयाँ परिस्थितिमा सरकारबाट चाहिँ अनुकूल वातावरण सिर्जना होला। त्यसपछि सरकारबाट अघि सार्ने चाहिने परियोजनाहरूमा लगानी गर्नको लागि यो फन्ड चाहिने उपलब्ध हुनेछ भन्ने कुरा म यहाँ उल्लेख गर्न चाहन्छु। यति कुरा राख्दै गर्दा नागरिक लगानी कोषले यो अवधिमा गरेको सफलताका केही कुराहरू यहाँहरू समक्ष मैले प्रस्तुत गर्दै गर्दा यो संस्था के कुनै पनि चुनौती नभएको संस्था हो त भन्ने कुरा पनि यहाँहरूको मनमा आउन सक्छ। नागरिक लगानी कोषका सामु प्रशस्त चुनौतीहरू रहेका छन्। आज मन्त्रीज्यूको अगाडि मैले यी चुनौतीहरूलाई केही उल्लेख गरेँ भने पक्कै पनि सम्बन्धित निकायमा यी विषयमा चर्चा होलान्, परिचर्चा होलान् र भोलिका दिनमा नागरिक लगानी कोषलाई आफ्नो कारोबारलाई प्रभावकारी रूपमा अगाडि बढाउनलाई मद्दत पुग्ला भन्ने आशाका साथ म केही चुनौतीहरू यहाँहरू समक्ष उल्लेख गर्न चाहन्छु। अघि मैले सुरुमा मेरो वक्तव्यको क्रममा भने हाम्रो ठुलो पैसा फिक्स्ड डिपोजिटमा कन्सन्ट्रेसन भएर बसेको छ। ब्याज दरमा आएको अहिले पछिल्लो चरणमा ब्याज दरमा आएको उच्च गिरावट, मुद्दती निक्षेपको ब्याज दर अब मैले यहाँ भनिरहनु पर्दैन, धेरै तल गिरेको अवस्था छ, तल्लो बिन्दुमा आएको अवस्था छ। यति मात्रै होइन, पछिल्लो चरणमा बैंक तथा वित्तीय संस्थाहरूबाट निक्षेपको माग हुनै छोडेको अवस्था छ। हामीले चाहिने यो अवस्थामा संस्थाको ठुलो फन्ड आइडल रहने अवस्था सिर्जना भएको छ। हाम्रो आम्दानीमा ठुलो गिरावट आउने अवस्था छ। यसलाई हामीले चाहिने बडा गम्भीरतापूर्वक व्यवस्थापन गर्नुपर्ने चुनौती कोष सामु अहिले रहेको छ। लगानी विविधीकरणको समस्या छ। नेपाल आफैमा यो लगानीको वातावरण अब यसका विविध कारणहरू हुन सक्छन्। अब त्यो कारणतिर म प्रवेश गरिनँ। लगानीको वातावरण अलिकति नबढेको हो कि या हाम्रो लगानीकर्ताहरूको कन्फिडेन्सियालिटी अलिकति नभएको हो कि यसै कारणले कर्जाको मागमा समग्रमा कमी आएको छ। यसले हाम्रो लगानी विविधीकरण गर्ने उद्देश्यमा ठुलो चुनौती देखाएको छ। कोष जस्तै प्रकृतिका संस्थाहरू अरू स्थापना भएका छन्। नामै किटेर भन्ने हो भनेदेखि सामाजिक सुरक्षा कोष वास्तवमा चाहिँ सामाजिक सुरक्षाका कार्यक्रमहरू सञ्चालन गर्ने गरी स्थापना भएको संस्था हो। तर कता कता हामीले गर्ने कार्य र सामाजिक सुरक्षा कोषले गर्ने कार्यमा दोहोरोपना जस्तो देखिएको अवस्था छ। पछिल्लो पटक गरिएका केही नीतिगत व्यवस्थाहरूले सामाजिक सुरक्षा कोष अलि एग्रेसिभ रूपमा अगाडि आएको, नागरिक लगानी कोषमा चाहिने समावेश भइसकेका यहाँका सहभागी सङ्घ संस्थाहरूलाई पनि तपाईहरु चाहिने यो संस्थामा कोषमा आबद्ध हुनुपर्छ, अन्यथा कोषको ऐन अनुसार चाहिँ कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ भन्ने सम्मको विषयहरू उल्लेख गरेर पत्रचार भएर हाम्रो चाहिने सहभागीहरूलाई चाहिँ लेखिएको अवस्था छ। यो अवस्थामा हाम्रा सहभागीहरूलाई कसरी रिटेन गराउने यो संस्थामा भन्ने ठुलो चुनौती यो संस्थाको सामु रहेको छ। मैले चाहिने माननीय मन्त्रीज्यू समक्ष आग्रह गरेँ, यसमा नीतिगत स्पष्टता, कार्यक्षेत्रमा स्पष्टता हुने वातावरण बनाउनु पर्ने आवश्यकता देखिएको छ। 10 वर्ष अगाडि स्वीकृत भएको नागरिक लगानी कोषको अर्गनाइजेसनल स्ट्रक्चरमा हामीले काम गर्नुपर्ने अवस्था छ। 10 वर्ष अगाडि स्वीकृत भएको दरबन्दीमा बसेर हामीले काम गर्नुपर्ने अवस्था छ। थोरै दरबन्दी भएका कारणले ठुलो सङ्ख्यामा सेवा करार गरेर हाम्रा दैनिक नियमित कामहरूमा पनि हामीले मान्छे मतलब त्यो जनशक्तिलाई इन्भल्भ गर्नुपर्ने भएको छ। वित्तीय संस्थामा फिनान्सियल इन्स्टिट्युसन्सहरूमा यसको चाहिने कामको गम्भीरतालाई हेर्दा आउटसोर्स कर्मचारीहरूबाट कोर फङ्सन्स गराउनु अलिकति चुनौतीकै रूपमा रहेको छ। हामीले अर्गनाइजेसनल एन्ड म्यानेजमेन्ट सर्वे गरेर स्वीकृतिको लागि नेपाल सरकार अर्थ मन्त्रालय समक्ष पेश गरेका छौँ। अब यो चाँडै स्वीकृत भएर आउला। यसले हामीलाई चाहिँ ठुलो एउटा चाहिँ राम्रो चाहिँ हामीलाई बाटो फेरि सिर्जना गरिदिएला भन्ने हामीले अपेक्षा गरेका छौँ। नेपाल वायु सेवा निगमलाई नागरिक लगानी कोषले ठुलो रकम चाहिँ कर्जाको रूपमा प्रवाह गरेको छ। नेपाल सरकारको एउटा ग्यारेन्टीमा जमानतमा
प्रवाह गरेको कर्जा हो। हामीले प्रवाह गरेको कर्जा 12 अरब, यो झन्डै अहिले 22 अरबको आउटस्ट्यान्डिङ बन्न पुगेको छ। यो असुलीलाई अलिकति प्रभावकारी बनाउनु पर्ने आवश्यकता हामीले महसुस गरेका छौँ। यस सम्बन्धमा पनि सरकारबाट हामीले केही सहयोगको अपेक्षा गरेका छौँ। अवकाश कोष सञ्चालन गर्ने हाम्रो संस्था केही आयकर सम्बन्धी विषयहरूले गर्दाखेरि हामीलाई अन्योलता छाएको छ। हाम्रो उपदान कोषमा उपदान भुक्तानी गर्दा लाग्ने करको विषयमा पटक पटक चाहिने विभिन्न चाहिने अदालतमा मुद्दा पर्ने अवस्था छ। हुन त पछिल्लो चरणमा आएर आयकर ऐन संशोधन, यो आर्थिक विधेयक संशोधन गरेर स्पष्टता जनाइएको छ। यद्यपि त्यो कर सम्बन्धी अन्योलता भएको भएर हाम्रा सेवाग्राहीलाई हामीले सन्तुष्ट रूपमा जवाफ दिन नसकेको अवस्था छ। यो पनि हामीलाई एउटा चुनौती छ। मन्त्रीज्यू, हामीले नागरिकहरूलाई जोड्ने सिलसिलैमा संस्था स्थापना भएको भनेर अघि मैले उल्लेख गरे झैँ समग्र नागरिकहरूलाई जो रोजगारीमा हुनुहुन्न, स्वार्जन मात्रै छ भने पनि उहाँहरूलाई जोड्ने गरी नागरिक लगानी कोषले नागरिक पेन्सन योजना सञ्चालनमा ल्याएको छ। यो योजनालाई हामीले धेरै प्रभावकारी रूपमा अगाडि बढाउन सकेका छैनौँ। तर समग्र रूपमा हामीलाई लाग्छ यो योजनालाई नेपाल सरकारबाट पनि केही फेसिलिटेसन भयो भने लङ रनमा सरकारले ओल्ड एज पेन्सन जुन दिने पर्ने अवस्था छ त्यसलाई रिप्लेस गर्न यो एउटा हाम्रो यो प्रोडक्ट चाहिँ उपयोगी हुन्छ भन्ने हामीलाई लाग्छ। यसमा गरिदिनु पर्ने कुरा चाहिँ मूल कुरा एउटै छ, त्यो भनेको फेरि करको अवस्था के हुने, कर कसरी लाग्ने हो त। हामीले चाहिने जम्मा गर्छौँ पेन्सन योजनामा, तर यसमा फेरि कर नेपाल सरकारको कर नीति अनुसार नै लाग्ने हो भने त हामी त दोहोरो करको मारमा पर्ने भयौँ भनेर चाहिने हाम्रा सेवाग्राहीहरूले हामी समक्ष राखेको छौँ। यो विषयमा पनि केही कुराहरू चाहिने मैले यो समस्या समाधानको लागि माननीय मन्त्रीज्यूबाट केही चाहिने मन्त्रालयमा निर्देश होला भन्ने अपेक्षा राखेको छु। कोष सामु विविध किसिमका चुनौतीहरू रहे तापनि यी चुनौतीहरूलाई व्यवस्थापन गर्दै पारदर्शी र गुणस्तरीय सेवा मार्फत सहभागी शेयरधनीको उच्चतम हित हुने गरी र नेपाल सरकारको आर्थिक विकासको कार्यमा सहयोग पुर्याउने गरी कार्य गर्न आज 36औं वार्षिकोत्सवको उपलक्ष्यमा नागरिक लगानी कोषका समस्त कर्मचारीको तर्फबाट म कार्यकारी निर्देशक यी सबै कामहरूमा सहयोग गर्ने, सबै कसममा हामीले प्रभावकारी योगदान गर्ने र हामी प्रतिबद्ध भएर कार्य गर्ने प्रतिबद्धता जनाउँछु। अन्तमा पुनः एकपटक माननीय मन्त्रीज्यूलाई हार्दिक स्वागत गर्न चाहन्छु। साथै समग्र सबै आमन्त्रित महानुभावहरूलाई पुनः स्वागत गर्दै मेरो स्वागत मन्तव्य यही अन्त गर्न चाहन्छु। धन्यवाद।